हेलो गाइज, आज हामी डाँडाको नाम के हो? डाँडामा एउटा हामी डाँडामा गएर कोही साथी नपाएर हाइकिङ आएको हाइकिङमा ड्रेस सब चाहिँ भएन हाम्रो। हामी दुईजना साथी भ्लग बनाइराख हो। हामी स्कुलको साथी हो, दुईजना मात्रै छौँ जाने। यस्तो दामी रोड छ है जाने चाहिँ। हामीको यस्तो दामी मौसम पनि हानी साथ दिइरहने। जाँदै हामीले एउटा पिङ पनि पायौँ। अब हामी पिङ खेल्छौँ। 1 2 3 Oh my god! यो भन्दा हाम्रो हिँडेर आउने बाटो यो चाहिँ हो, यो है त हाम्रो जङ्सन सुपा जाने बाटो। फाइनली नाम थाहा पाइयो। यस्तो राम्रो मौसम छ कि साथीहरू। यस्तै राम्रो मान्छे को होला बिग फ्यान यता हेर त। वाउ, सिमी खाने हो। एउटा खानु त एउटा मात्रै खाउँ। एउटा नखाइ माथि हेरेर सिमी हरायो। नभन न यार। हाम्रो 30 रुपियाँ सिमी त किनेको थियो, त्यो पनि हरायो गाइस। हिँड्दै त आयो, उतादेखि बाटै छैन यार। ओ सेट यार, ओ कसरी जाने त्यहाँबाट? फर्किन बाटो छैन क्या। यो बाटो भनेर अर्काको बारीमा, ओ बारी हो यार। उयो अर्काको करेसा बारी पुग्यौँ हामी त। ओए होइन क्या, कसम भयो। ब्लगमा कहाँ गइराखे तिमी? जुगा लगायो भने छैन है, पानी परिरहेको है। मेरो त झन् गइहेर साथीहरू ग्रन्ज प्यान्ट लगाएर चाहिँ कहाँबाट जुगा छिरे पनि छैन। आई डोन्ट थिङ्क सो। यार हाम्रो पहाडको खेतबारी जस्तै छ। हामी कहाँ जान आयौँ, कहाँ पुग्यो हामी त? नाकको कुरा गर्छ यार। कोही सोध्दा पनि छैन नि यार, कसलाई सोध्ने होला? सोधौँ न यहाँ। ए स्टुपाको नाम के थियो अरे? ऊ त्यहाँ रोड पुगिन्छ कि त्यहाँ बाइक हिँडिरह। सोधौँ न। आमा, यहाँ स्टुपा जाने बाटो यही हो? यता माथिबाट? धन्यवाद। केही रहेछ देख्यौ भनेको थिएँ नि मैले। कोही मान्छे त त्यहाँदेखि फर्केर आएर मैले भनेको राइट हुन्छ क्या। डेस्टिनेसनमै हिँड्दैछौँ गाइजहरू हामीहरू। तर यस्तो बाटो छ नि यहाँ, हेर न, हिँडेर आउने मान्छेहरू नझुक्किनु होला है त। आज एउटा मेम देखेँ, वाइट ड्रेस लगाएर। तर दामी डेस्टिनेसन मलाई घर। वाह, घर सल्लाहको रुख। हामी पुगिरहेको डेस्टिनेसनमा। यहाँबाट यस्तो दामी भ्यू देखिरहेको थियो। यसले 3टा सिमी खाएँ। दुईटासम्म भने 3टासम्म हेरेँ सिमी चोल। फाइनल्ली हामी पार्किङ रहेछ यहाँ त। यस्तो दामी ठाउँमा पुगिसकेका छौँ। सबैले माया गरिदिनु होला मेरो भ्लगमा। यो भ्लग छ। यस्तो सिङ्गल फिल भइरहेको साथीहरू। सब गर्लफ्रेन्ड बोयफ्रेन्ड आछन्। म यस्तो भिडियो बनाउँदै हिँड्दै कहाँ सक्छु त? यता फर्केर यस्तो दामी भ्यू आयो। एक त मेरो टाउकोमा कपाल पनि छैन, त्यही भएर नि आफै पनि अलि बनाइदिइराखौँ। म नि आउने म खै
हामी यस्तरी आयो कस्तो कालो आयो यार यस्तो सेतो मान्छे अनि कसरी गोरो हुन्छ जस्तो व्हाइट टी शर्ट यस्तो सेतो मान्छे अनि कसरी गोरो हुन्छ जस्तो व्हाइट टी शर्ट सॉरी बोल सॉरी सॉरी बोल अहिले हामी चाहिँ घरबाट ल्याएको बिस्किट हामी यस्तो भिखारी पर्छ राम्रो नि बिस्कुट बाहिरको एउटा मात्र एउटा एउटा मात्र खाऊ। हामी खाँदैछौँ जाँदैछौँ पकाइ खायो छवटा यो हाम्रो जाने बाटो एउटासम्म अघि र नङ्गे सेफ्टी हाम्रो कुकुर पछि लाग्यो यार दुईटा बिस्कुट दियो अझै माथि हुन्छ अरे भागो हमला ऐना खाया बाटोमा बाइकको ऐना टचअप में लैजाऊ न तिमी